श्रद्धालु भक्तजन आज प्रवचनको अन्तिम दिनमा समय पनि धेरै नभएको कारणले हजुरहरूलाई एकदमै छोटकरीमा एउटा भगवान बुद्धको वाणी सुनाउन चाहन्छु। जुन चाहिँ रुम्बुचीले प्रवचन गरेको अनुसारै हाम्रो जुन चाहिँ संसारमा मानसिक तनाव यसलाई चाहिँ कसरी हामीले समाधान गर्ने, यसलाई चाहिँ कसरी चाहिँ यो मानसिक तनावबाट मुक्ति हुने भन्ने प्रश्नहरू आउँछ। हाम्रो मन एकदमै आफूको मन आफूले आजाद छैन। आज हाम्रो मन जुन चाहिँ अरूले हाम्रो निन्दा गर्दा रिसाउने, रिस उठेर जाने, अनि मन दुखेर जाने, अनि समय पाउँदाखेरि साथीहरूसँग समय बिताउँदा अरूको निन्दा, अरूको गल्तीहरू जुन चाहिँ के छ त्योहरू हामीले निकाल्ने गर्छ। यसमा हामीले जित्दिन्छु कि भनेर भनिन्छ। हाम्रो मन चाहिँ आफूको मन चाहिँ अझै पनि हामीले स्वतन्त्र छैन। हाम्रो मन चाहिँ त्रिविष, कोही बेला रिसको कारणले अशान्ति, कोही बेला एकदमै आफूलाई जुन चाहिँ आफूले चित्तको जब पुग्दैन, आफूले जुन चाहिँ चाहिएको चित्तको चिजहरू आफूले सफलता नहुँदा पनि दुःखहरू छ है। र भगवान बुद्धले जति पनि उपदेशहरू छ योहरू चाहिँ हामी मनको तनाव जति पनि छ योहरू यसको सबै समाधानहरू छ। अनि हामीले मनमा मनको दुःख जति पनि छ योहरू समाधानको लागि मनबाट नै यसको उपचार हुनुपर्छ। त्यो पनि हामीले केवल सुनेर मात्रै नभएर हाम्रो दैनिक जीवनमा पालना गर्न सक्नुपर्छ। किनकि तपाई आज एउटा शरीरको रोग छ भने चिकित्सकले तपाईले डाक्टरले तपाईलाई औषधि दियो भने त्यो औषधि केवल राखेर मात्रै तपाईको रोग निको हुँदैन। यसको आवश्यकता तपाईले औषधि सेवन गर्नु पर्यो अनि तपाईको रोग पनि बिस्तारै बिस्तारै निको हुँदै जान्छ। र त्यसरी नै हामीले जति पनि भगवान बुद्धको वाणीहरू छ
यो केवल आफूले कानले सुनेर मात्रै नभएर यसलाई मनन चिन्तन आफ्नो दैनिक जीवनमा पालन गर्न सक्नु पर्यो। अनि बिस्तारै बिस्तारै आफ्नो मनलाई सुख शान्ति पवित्र शुद्ध बनाउन सकिन्छ। त्यसै कारणले हामी सदा त अशान्ति दुःख कसले चाहँदैन। एउटा पशु प्राणी धरीले म सुख नै होस् शान्ति होस् भन्ने आफ्नो विचार हुन्छ। तर भए पनि त्यो दुःखबाट कसरी चाहिँ हामी मुक्ति हुने, त्यो दुःखबाट कसरी पार हुने भन्ने उपाय, त्यसको उपाय ज्ञान नभएकोले अझै पनि हामी दुःखी नै यसरी रहन्छ है। त्यही कारणले हाम्रो जुन चाहिँ रुम्बुचीले भनेको अनुसारै हाम्रो मन चाहिँ अझै पनि दरिलो छैन। आफूको मन आफूमै स्वतन्त्र छैन। आफ्नो मन आफैले आजाद छैन है। कसरी आजाद छ, के को बसमा छ भन्दाखेरि हामी जुन चाहिँ संसारिकपट्टिको जुन चाहिँ भावना म छ, यो मबाट अझै पनि हामी छुटकारा पाएको छैन है। त्यही कारणले हामीले जुन पनि लौकिक जुन चाहिँ विचारहरू छ, धन सम्पत्ति साख सन्तान, यसमा मात्रै सन्तुष्ट भएर सब कुछ हो भनेर नठानेर हामीले भोलिको लागि कुशल कर्म पनि सञ्चय गर्नुपर्छ। किनकि तपाईको जिन्दगी अनित्य हो, अमर छैन। आज छ भोलि छैन, बिहान छ बेलुका छैन। त्यही कारणले हामीले जति सक्दो आफ्नो मनलाई चाहिँ श्रद्धा भक्तिसँग एकदम दरिलो बनाएर अनि जुन चाहिँ उपदेशहरू छ भगवान बुद्धको उच्चारण साधनाहरू गर्ने, अनि आवश्यकता नै उहाँको केवल अधिष्ठान आशीर्वाद मात्रै नभएर उहाँको दैनिक जीवनमा हामीले केवल पाठ पूजा मात्रै नभएर हाम्रो मनलाई आवश्यकता नै परिवर्तन चाहिन्छ। हाम्रो जिन्दगी शुद्ध बनाउनको लागि हाम्रो विचार परिवर्तन गर्नु पर्यो। जबसम्म हाम्रो विचार सोच विचार परिवर्तन हुँदैन तबसम्म हाम्रो जिन्दगी पनि हामीले यसलाई सफलता पार्न सक्दैन। अनि यो हाम्रो मानव जीवन अति नै प्राणी सम्पूर्ण प्राणी मध्येमा मनुष्य चोला अति उत्तम चोला हो। यसलाई हामीले सदुपयोग गरी ज्ञान विवेक मनमा बढी मन जितिकन समाज अनि इत्यादि अरूको निम्ति सहयोग सेवा आफूले धनबाट सहयोग गर्न सक्यो भने हुन्छ। त्यो नसक्यो भने एउटा आफूले के जानेको छ ज्ञान विवेक विचार हाम्रोमा प्राप्त गरेर अज्ञानताबाट हामीले मुक्त हुनुपर्छ। हामी दुःख कसरी हुन्छ अज्ञानताको कारणले। उदाहरण हजुरहरू आज दिल्ली अथवा एउटा जग्गामा जानु छ भने त्यसको मार्ग बाटो कसरी जानुपर्ने हो, कसरी जानुपर्ने हो, अनि कहाँ पुग्दा कतापट्टि जानुपर्ने, त्यसको ज्ञान छैन भने त्यसमा तपाईँ पुग्न सक्दैन, अधुरो हुन्छ। त्यसरी नै हामीले ज्ञानको आवश्यक छ। त्यही कारणले हामीले जुन पनि ज्ञान विवेक छ यसलाई सधैँ हामीले हैन यसको जुन चाहिँ हजुरहरूले सक्यो भने अहिले मञ्जुश्री भन्छ जाम्पेयाङ मञ्जुश्री चाहिँ एउटा ज्ञान विवेकको स्वरूप भएको उहाँ चाहिँ बौद्ध हो। उहाँको जुन चाहिँ मन्त्रहरू उच्चारण गर्न सक्यो भने हामीलाई आवश्यकता नै मनमा ज्ञान विवेक बुद्धिहरू बढेर जान्छ। अनि
पढ्नु सकेन उहाँको साधनाहरू पनि विभिन्न प्रकारको छ, त्यो पनि हजुरहरूले गर्नु सक्छ। अनि त्यस्तो साधनाहरू गरिसकेपछि हामीले केवल हामी चाहिँ एउटा ज्ञानी वैज्ञानिक हुनुको लागि हामीलाई ज्ञानको खाँचो छ। ज्ञान पनि कस्तो भन्दाखेरि केवल तपाईको लागि मलाई अनि मेरो भन्ने पहिलामै आउँछ है। जे जस्तो गर्दा पनि मलाई चाहिन्छ, मेरै हुनुपर्ने। जब म छ र त तपाईलाई मेरो भन्ने आउने गर्दछ। त्यो खालको इगो, त्यो खालको जुन चाहिँ हामीले म र मेरो भन्ने चाहिँ जब अघि बढेपछि अरूको हामीले याद गर्दैन। अरू दुःख कष्टमा रहँदा पनि हामीलाई मलाई छन् पुग्दो छ, अरूलाई जेसुकै होस् भन्ने विचारहरू आउँछ। तपाईलाई जस्तो दुःख छ, कस्तो कष्ट, त्यस्तै अरूलाई पनि त्यस्तो नै पीडाहरू दुःखहरू बोक्नुपर्छ। किनकि हाम्रो ज्ञान अथवा सुख दुःखको अनुभव हामीलाई एउटै हुन्छ। केवल मनुष्यलाई मात्रै नभएर सम्पूर्ण पशुधरीलाई सुख दुःखको अनुभव त्यति नै हुन्छ। सुख शान्ति होस्, सुख होस् भनेर गर्दछ। त्यही कारणले हामी त मान्छे त एकदमै ज्ञानी, सबैभन्दा प्राणी मध्येमा एकदम ज्ञान विवेक भएको हामीले अरूको दुःख पनि बुझ्नु सक्छौँ, अरूको लागि सहयोग सेवा गर्नु सक्छौँ। त्यसरी नै हामीले केवल आफू र मलाई अनि मेरो मात्रै नसोचेर प्राणीको निम्ति, अरूको निम्ति, किनकि तपाईँ सिर्फ एउटा छ, अरू त लाख करोडहरू छ। त्यही कारणले तपाईको विचार बढाउनुहोस्। केवल तपाईको सानो विचारले तपाईलाई जुन चाहिँ म र मेरो महमा पर्यो भने तपाईलाई पनि जुन चाहिँ तपाईको म र मेरोको लागि तपाईले सम्पत्ति, धन सम्पत्ति अनि जुन पनि यो सम्पत्तिहरू आर्जन गर्दा त्यसको परिणाम पनि तपाईले सुख हुन सक्दैन। जति हामीले आज सत्य पवित्र मनले प्राणीको नाममा, अरू प्राणीको कल्याणको निम्ति कुछ एउटा सानो काम गर्न सक्यो, मन सन्तुष्टि भएछ, त्यो नै हामीलाई छनि सुख प्राप्त हुन सक्छ। र त्यसरी नै हामीले ठुलो विचार राखेर आफूले पाठ पूजा गर्दा पनि केवल म र मेरो लागि मात्रै नभएर सम्पूर्ण प्राणीको निम्ति सुख शान्ति होस्, देशै शान्ति होस्, गाउँ समाज छर छिमेकी इत्यादि शान्ति होस्, अरू जुन पनि व्यक्तिहरूले राम्रो काम गर्दैछन् त्यसलाई खुसी भएर सहयोग सेवा पुर्याउने, अनि अरूलाई दुःख अनि असुविधा छ भने त्यसलाई सहयोग गर्ने, धनले सकेन भने मनले एउटा विचार शुद्ध राखी उसलाई सुझाउ के सक्छ तपाईले एउटा सहयोग दिनु सक्यो, अति महत्त्वपूर्ण हो। र त्यसरी नै हामी महायान बुद्धिज्ममा जुन चाहिँ आफ्नो मनलाई चाहिँ पवित्र कसरी बनाउँछ भन्दाखेरि हाम्रो विचार ठुलो छान्छु कि सेम भनेछ बौद्धिक चित्त मनमा उत्पाद गरी। आज एउटा बत्ती तपाईले केवल एउटा बत्ती बाले पनि यो बत्तीले चाहिँ संसारको दुखी प्राणीहरू, अन्धकार अज्ञानतामा रहेकोहरू यो ज्योतिको प्रकाशले सबै यो मुक्त जुन चाहिँ अज्ञान, जुन चाहिँ अन्धेरो, अज्ञानको अन्धेरोबाट यो ज्योतिले सबैले प्रकाश होस्, ज्ञानको विकास होस्, प्रज्ञाको विकास होस्, प्रकाश होस् भने एकदमै ठुलो कल्पना भावना गर्नु सक्यो भने त्यसको पुण्य पनि लाभ भएर जानु सक्छ। र त्यसरी नै धर्म सानो ठुलो भन्ने आफ्नो मनमा नै भर पर्छ। धर्म कर्म अनि जुन चाहिँ कुशल कर्म अकुशल कर्म छ यो तपाईको मनमा भर पर्छ। त्यसैले हजुरहरूले जति सक्दो मनमा हामीलाई सधैँ त कुविचारहरू त्यस्तो आए पनि त्यसलाई सफा शुद्ध पारी हामीले ध्यान पूर्वक आदि पाठ पूजा साधनाहरू आफूले गर्नु पर्दछ।
र त्यसरी नै हामीले जब आफूलाई दुख लाग्दाखेरि एकदमै बिमार हुँदाखेरि कसैले के गर्छ, आफूले आफूले रिसाउने गर्छ। उदाहरण तपाईले एकदम एउटा रोग छ हैन, रोगले एकदमै तपाईले रोगले थिचेर बिमार एकदमै चसचस घोत्ने त्यस्तो समेत हुँदा तपाईले त्यति बेला के सोच्नुपर्छ, यो यसरी रोग लाग्ने कारण पनि मेरो कुकर्मको फलै हो, यो त मैले बोक्नै पर्छ, किनकि मैले गरेको कुकर्म म आफै नबोकी अरु कोले बोक्छ र। त्यो प्रकारको तपाईले भावना गर्नुपर्छ, किनकि दुख बिमार त भगवानको आशीर्वादले हैन नि, सुख शान्ति भगवानको आशीर्वादले हैन, आफ्नो कुशल कर्म र अकुशल कर्मको परिणामले नै प्राप्त हुन्छ। त्यसै कारण हामीले आफूलाई जे जस्तो दुःख पर्दा पनि त्यो दुःखमा चाहिँ सहनु खप्नुपर्छ। तपाईलाई एकदमै रोगले चाप्यो भने यो रोग त मैले नै पूर्व जन्ममा कुकर्म पापको कारणले यसरी आज बोक्नु पर्यो, यो त मेरो बोक्नु कर लाग्छ, किनकि मैले कुकर्म गरेपछि त्यसको परिणाम पनि मैले आवश्यक त बोक्नुपर्छ भनेर आफूले भावना गर्नुपर्छ। आज तपाईँ सुख शान्तिले सन्तुष्ट छ भने त्यो पनि कसैले तपाईले सुख शान्ति लिएर दिएको होइन, त्यो तपाईको पूर्व जन्मको जुन चाहिँ कुशल कर्म, तपाईले जुन चाहिँ कुशल कर्म धर्म कर्मको जुन चाहिँ परिणाम नै तपाईले अहिले बोक्नुपर्छ। र त्यसरी नै अनि हामीले जे जस्तो दुःख अशान्ति अरु जति पनि छ योहरू हामीले संसारमा आएपछि यो चाहिँ कर्मको फल हो, त्यही कारणले हामीले यसलाई चाहिँ आफूले नै यसलाई चाहिँ अनुभव गर्नुपर्छ। त्यही कारणले जितिन छुगे भनिन्छ, जब आफूको चित्तको भयो भने हामी खुसी हुने, आफूले चित्तको नहुँदाखेरि रिसाउने त्यस्तोहरू छ। त्यही कारणले हाम्रो मन चाहिँ आजै पनि आजाद छैन, फ्रिडम। जहिले पनि हाम्रो मन चाहिँ कोही बेला रिस, कोही बेला फेरि एकदमै अशान्ति, एउटा सानो भएन भने त्यता पनि रिस झगडा, फेरि अलिकति मान्छेले राम्रो प्रशंसा गर्यो भने खुसी हुने, फेरि मान्छेले यो त काम लाग्दैन, यो ज्ञान पनि छैन, यो मान्छेले निन्दा गर्दाखेरि अशान्ति हुने। अनि हामीले समय पाउँदा अरूको जुन चाहिँ गल्तीहरू निकालेर निन्दा गर्ने, योहरू त्याग्नुपर्छ। हामीले समय पाएकी हजुरले जति समय पाउँछ त्यो समय चाहिँ तपाईले ठ्याक्कै कि जप गर्नुहोस्, मन्त्रहरू विभिन्न प्रकारको छ, तपाईले कस्तो खालको ज्ञान वृद्धिको मन्त्र, आयु वृद्धिको मन्त्र, घर शान्तिको मन्त्र, धन सम्पत्तिको मन्त्र है। अनि तपाईले समय पाउँदाखेरि सक्यो भने हजुरले माला किनेर जप्नुहोस्, अनि समय पाउँदा पाठ पूजाहरू गर्नुहोस्। अनि जुन चाहिँ त्यो निन्दा चाहिँ जब अरूको है भुल गल्तीहरू हामीले निन्दा गर्छ त्यहाँदेखि नै हाम्रो विचार चाहिँ अशुद्ध भइगयो, किनकि संसारमा हामी क्लेश र कर्मको कारणले आज संसारमा जन्म्यौं। हामी एकदमै अशुद्ध, हाम्रो लोभ रिस अहंकार नहुने त हामी मनुष्यमा त्यस्तो छैन। त्यही कारणले गल्ती हुन्छ मान्छेको हैन, रिस पनि हुन्छ हामीमा, आरिस अहंकार घमन हुन्छ। तर त्यसलाई चाहिँ हामीले जाँच गर्नुहोस्। बिहानदेखि बेलुका जब सुत्ने सम्ममा आज मैले बिहानदेखि बेलुकासम्म राम्रो कर्म के गर्यो, नराम्रो कर्म के गर्यो भनेर आफूलाई नै प्रश्न गर्नुहोस्, जाँच गर्नुहोस्। अगर तपाईले बिहानदेखि बेलुकासम्म पनि राम्रो काम गरेको छैन भने, तपाईले कुकर्म मात्रै गर्यो भने भोलिदेखि आवश्यक त परिवर्तन गर्नुहोस्। तपाईको विचार, तपाईको जिन्दगी परिवर्तन गर्नु पर्यो। परिवर्तन चाहिँ बाहिर धन सम्पत्तिले हैन, आफ्नो सोच विचारले परिवर्तन गर्नु पर्यो। तपाईले दिनमा 5 खेप रिसाउँदैछ भने त्यसलाई रिसाउनु हुँदैन, गुरुहरूले भनेको रिस त महापाप हो। दिनमा 4-5 खेप रिसाउँदैछ भने त्यसलाई घटाएर 2 खेप पुर्याउनुहोस्। त्यसलाई पनि बिस्तारै बिस्तारै हामीले एकैचोटि त्याग्नु नसके पनि
त्यसलाई बिस्तारै बिस्तारै त्यो नराम्रो आदतहरू छ त्योलाई हामीले बिस्तारै 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 गर्दै त्याग्दै लानुपर्छ। राम्रो विचारहरू छ, राम्रो कर्महरू छ, राम्रो कामहरू हामीले अपनाउने, नराम्रो कामहरू हाम्रो दैनिक जीवनमा चाहिँ योहरूलाई छोड्दै लाने। अनि त्यसरी नै हामीले मदपान गर्दैछ भने तपाईँ मदपान त एकदमै उयो हो। भगवान बुद्धले पनि के भन्नुभएको छ भने मेरो जति पनि भक्तहरू छ उहाँले जुन चाहिँ यो मदपान चाहिँ एकदमै त्याग्नु, किनकि आज तपाईहरुले देखिरहेको छ यो मदपानले गर्दा घरमा कति अशान्ति छ। अब दुईजना हैन परिवार छ, बुढाबुढी छ भने एकजनाले त्यस्तो सेवन गर्दैछ भने अर्काले नगर्न भन्दाखेरि त्यो कुरामा उलाई सहयोग दिएर हैन उले त्यसमा एकदम उले जुन चाहिँ त्यो भन्दैछ भने त्यसमा ध्यान दिएर ला साँच्चै नै यो त राम्रो चीज हैन रहेछ भने त्यसलाई बिस्तारै बिस्तारै त्याग्दै लाने। आज हेर्नुस् मदपानले गर्दाखेरि घरमा कति अशान्ति छ। बाउ आमा त्यस्तो खाँदैछन्, छोराछोरीको मन अटोमेटिक के हुन्छ भने मन दुखेर आउँछ। अरूको बाउ आमा यति साह्रो सप्रेको छ हैन, राम्रो काम गर्दैछ, कमाउँछ, राम्रोमा प्रयोग गर्दैछ, मेरो बाउ आमा चाहिँ सधैँ के होला भने नानीहरू मन दुखेर जान्छ। अनि त्यही कारणले बाउ आमाले पनि एकदम ध्यान दिनुपर्छ। अनि समय पाउँदाखेरि हैन परिवार एक अर्कालाई शंका नगरेर एक अर्कामा ट्रस्ट विश्वास हुनु पर्यो। तपाईं साँच्चै नै घर एकदमै शान्तिसँग सुखसँग बस्नु छ भने एकदमै एक अर्कामा दया माया सहयोग एकदमै दुईजना ट्रस्ट राम्रो विचार छ भने तपाईको घर अवश्य त शान्ति हुन्छ। आजको दिनमा एक अर्कालाई शंका अनि मदपान सेवन गर्दै त्यसरी जब गर्दै जान्छ जति बढ्दै जान्छ त्यति नै अशान्ति हुन्छ। म तपाईलाई एउटा उदाहरण सत्य कथामा जोड्न चाहन्छु। यो सिक्किममै भएको कुरा है। पहिला अब जुन चाहिँ तीनजना परिवार आमा बाबा नानी, अनि त्यो बाबाले चाहिँ जहिले बिहान उठेको देखि नै रक्सी सेवन गर्ने, जाँड पनि खाने। अनि आमा चाहिँ धेरै कमाएर दुःख गर्ने बिचारा आफ्नो परिवारको लागि हैन। अनि जुन चाहिँ बाउले त्यसरी सेवन गर्दै गर्दै अनि पहिला त बाउको एकदम इज्जत थियो, जुन चाहिँ त्यो गाउँमा उलाई सबले इज्जत गर्थ्यो, सम्मान गर्थ्यो। जब त्यो खाएर आफूले अब मदपान सहयोग जुन चाहिँ सेवन गरिसकेपछि आफूले के गर्यो, आफूले के बोल्यो, आफ्नो शरीरले के गर्दैछ, आफ्नो हो त्यो पनि केही आफूलाई होश हुँदैन। त्यो नभएको कारणले अनि बाटोमा पनि हो त्यस लड्दै हिँडेर अनि बिस्तारै बिस्तारै उलाई जुन चाहिँ सम्मान र इज्जत गर्नेहरू त्यो हराउँदै गयो। लास्टमा उसको नाम त पहिला सहर थियो, पहिला त्यो सहर नाम चाहिँ परिवर्तन भएर मत्तु भयो। त्यसरी त त्यो मात्रै नभएर दिउँसै नालीमा लडेर हिँड्ने। अनि यति साह्रो अब नानी चाहिँ सधैँ स्कुल जानुपर्ने अनि उलाई जहिले मनमा अशान्ति हुने। मेरो बाबा त यसो नगरेर धेरै हुन्थ्यो, पहिला सहर हो, यति मेरो इज्जत थियो, गाउँमा इष्टमित्रसँग यति साह्रो मिलाप थियो। जब त्यो भएपछि अनि जुन चाहिँ कमाउने आमाको मन पनि अशान्ति हुँदै गयो, नानीले पनि। अनि जुन चाहिँ त्यो परिवार पहिला यति राम्रो मिलेको सम्बन्ध थियो है, त्यो पनि बिस्तारै टाढो 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 हुँदै गयो। जब टाढो हुँदै गएपछि उनीहरूको त्यो जुन चाहिँ बीचको प्रेम, जुन चाहिँ मायाहरू पनि टाढो हुँदै गयो। अनि जति टाढो हुँदै 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 गएपछि त्यो घरमा अशान्ति बढ्दै 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 गयो। नानी पनि घर आउनु छोड्यो, आमा पनि घर आउनु छोड्यो। अनि त्यो जुन चाहिँ परिवार चाहिँ तपाईको एक साल पनि रहेन, 2-3 महिनामै भत्ताभुङ भयो। त्यही कारणले मदपान चाहिँ अति नै भगवान बुद्धले भन्नुभएको छ, मेरो अन्यायहरू मदपान चाहिँ तिमीले एकदम ज्यानको बसमा पर्दा पनि त्यो सेवन नगर्नु। एकदम मनुआर्थ त्यस्तो अवस्था बाइक त्यस्तो कहिले सेवन नगर्नु भनेर त्यस्तो भन्नुभयो। त्यही कारणले हजुरहरूले त्यस्तो सेवन गर्ने छैन होला, अगर छ भने हजुरहरूले त्यो बिस्तारै बिस्तारै तपाईहरुले नै
किनकि अशान्ति त्यहाँबाट सृष्टि हुन्छ। हामी सबै शान्ति सुख अनि रहने हाम्रो इच्छा आकांक्षा छ, तर भए पनि हाम्रो त्यो जुन चाहिँ सुख शान्ति रहने हेतु नबुझेको कारणले, गर्नु नजानेका अझै पनि हामी त्यही अधुरो अशान्ति अनि जहिले नै चिन्तामा रहनुपर्ने। हाम्रो एउटा मनुष्य जिन्दगी अति उत्तम हो, तर यसलाई राम्रो सदुपयोग गर्न सकिएन भने यो भोलि त्यसै खेर जान्छ। जब मृत्युको मुखमा पर्दाखेरि मुसा परेर अनि एकदम पछौतो लागेर केही फाइदा हुने छैन। त्यही कारणले हामीले संसारमा जति सक्दो मन खुल्ला गरेर मनमा सुख शान्तिसँग रहने एक जिन्दगी त छ हैन। हामीले आजै यो जिन्दगीमै यो जन्ममा हामीले राम्रो कुशल कर्म सहयोग सेवादेखि इत्यादि कुशल कर्म शुद्ध विचार सुकाया गर्न सकियो भने यसको परिणाम पनि आवश्यक नै तपाईले राम्रो प्राप्त गर्नुहुन्छ। उदाहरण हामीले एउटा सुन्तलाको बिजन रोपेर त्यसलाई गोर स्याहार राम्रो पानी इत्यादि राम्रो भएछ, त्यसको फल पनि आवश्यक राम्रो तपाईले लिनु सक्छ। तर त्यो त्यहाँ रोपेर मात्रै स्याहार गोर पानीहरू केही छैन भने त्यसको तपाईले फल मात्रै आशा गरेर त्यसको फल प्राप्त हुने छैन। त्यही कारणले कर्म जस्तो बलियो केही पनि छैन। भगवानको आशीर्वाद नि जो जुन पनि कर्मसँग आउँछ त्यो केही पनि छैन। त्यही कारणले हामी सुख शान्ति है दशगर अनि वाद विघ्नहरू पनि हाम्रो जुन चाहिँ कुविचारको कारणले नै योहरू आउने गर्दछ। त्यसै कारणले हाम्रो मनलाई चाहिँ संलो बनाउनुहोस्। पवित्र भन्नाले संलो, जुन चाहिँ यो पानी संलो पानीमा त्यो माटो चलाइदिनु धमिलो हुन्छ। त्यही कारणले हाम्रो मन चाहिँ अहिले केले धमिलो भएको छ भन्दाखेरि चाहिँ जुन चाहिँ यो लोभ रिस अहंकार धन सम्पत्ति सब कुछ हो भनेर यो सत्तोक हो भनेर हामी सम्पत्तिमै एकदम सम्पत्तिको लोभले त्यो आर्जन गर्दाखेरि हामीले कुकर्म पनि ढाट्नु पनि गर्छ, चोर्नु लाक्पा खेल्नु इत्यादि अशान्तिको कर्महरू चाहिँ सबै हामीले गरिपठाउँछ। त्यही कारणले हामीले नाना थरीको दुख बिमारहरू अशान्तिहरू दशग्रहहरू पनि सृष्टि भएर आउँछ। त्यही कारणले हामीले जति सक्दो आफ्नो मनलाई दया अनि माया करुणा प्राणीप्रतिको भावनाहरू उत्पाद गर्ने सधैँ नै हामी त्यसपट्टि ध्यान दिनुपर्छ। अनि हामी परिवार पनि सुख शान्ति जिने है, परिवारमा विश्वास सहयोग एक अर्कालाई सहयोग होइन। अब घर बाउ चाहिँ एकदम दुःख गर्दैछ, घर आमाले पनि त्यसलाई सहयोग दिने, नानीलाई पनि राम्रो विचार सिकाउने, ज्ञानको कुरा हामी सबै ज्ञानी हुने, अज्ञानतामा कोही पनि नरहने। त्यही कारणले भगवान बुद्धले जुन चाहिँ उपदेश दिएको छ हाम्रो चाहिँ केवल विश्वास मात्रै होइन, यसलाई प्रज्ञा पनि छ। प्रज्ञा विश्वास गर्नुपर्छ, तर केवल विश्वास मात्रै होइन, त्यसको महत्त्व अर्थ बुझेर अगर यो के रहेछ यो यसको शरण परेन के प्राप्त हुन्छ जाँच गरेर त्यसको एकदमै अनुसन्धान गरी त्यसलाई हाम्रो दैनिक जीवनमा उत्पाद गर्नु, भावना पालनहरू गर्नु अति महत्त्व छ। त्यही कारणले आशा छ कि हजुरहरूले पनि यस्तै प्रकारको है सधैँ दैनिक जीवनमा साधनाहरू अनि जप मन्त्र जप अनि योहरू सधैँ हजुरहरूले जति सक्दो गर्नु होला भन्ने आशा ठुलो राख्दै मेरो छोटो प्रवचनलाई यहीँ समाप्त गर्न चाहन्छु। धन्यवाद।